यो कुरा सुन्दा कसको मन छेद विच्छेद नहोला र। यी लीला दिदीको परिवार भुटानमा दुःख सुख गरेर बसिरहेको थियो जब भुटान सरकारले नेपालीहरूलाई लखेट्न थाल्यो। सोही क्रममा उहाँहरूको परिवार पनि आफ्नो ज्यान जोगाउनको लागि भाग्यो। भाग्ने क्रममा को कहाँ भाग्यो पत्तै भएन। भन्नुहोस् त, आज 35 वर्ष बित्यो तर पनि को कहाँ छ पत्तै थिएन। तर मनकारी पत्रकार जब भोजा थापा अस्ट्रेलिया घुम्न गएका थिए, सोही क्रममा अस्ट्रेलियामा त्यो टाइममा भाइको परिवार भोजा थापा कहाँ आयो र आफ्नो विगतको कुरा भोजा थापासँग राखे। भोजा थापाले सानो भिडियो क्लिप बनाउनु भयो। सोही भिडियो क्लिपको कारण आज उहाँहरूको परिवार मिल्न सफल भएको छ। आज एउटा परिवार अस्ट्रेलियामा छ, कोही भुटानमा, कोही भुटानको आसपास भारतमा हुनुहुन्छ।